केक ल्याइसकेको छु यहाँ फाइनली 100K को सेलिब्रेसन भएन भइसक्यो दाइ चल म पनि टक्क लुगासुगा लगाएर रेडी भएर आएको थिएँ के आज भाइ प्रोग्राम छ यो भातकुलाई पास्नी भन्दा पनि धेरै खतरा छ यो आज हैन दाइको लागि यहाँ केक मैले तयार गरिसकेको छु दाइ ल रेडी भएर रोक के गरौँ त म के गर्नु पर्छ हैन के गरौँ म भन्छ मबाट के गरौँ यताबाट अब ग्याङलाई सबैलाई भनिदिनु पर्यो ठुलो भाइलाई टक्क लगाएर ठुलो भाइको युट्युबमा सब्स्क्राइब गरिदिनु पर्यो अब तँलाई युट्युबमा पनि झेल्नु पर्ने भयो ल ल ल मैले केक ल्याएको छु दाइ हैन हाम्रो यो चाहिँ यो हाम्रो के हो भन्छ यो कुल ग्याङको लागि हो बनाएको मैले चाहिँ यो कुल ग्याङको लागि नि पुरा टिमैको लागि बनाएको हो कि दाइ ठिक छ चल ल केक देखा पहिला केकमा कुल ग्याङ लेखेको हुनु पर्यो बुझिस् कि नै त्यो केकमा त्यो यताउति त्यो के कुरा केकमा चाहिँ रोगमा दिजुलाई पनि बोलाउँछु त्यो पनि त एक किसिमले हो ओके ल आइसकेको छ हैन यो चाहिँ हाम्रो कुल ग्याङको लागि हो स्पेशल यो ब्राइड टु बी त लाइन है यो हैन यो चाहिँ यस्तो वाला हो छटकी वाला मसँग पनि छ रोक मसँग पनि छ म पनि ल्याउँछु भन्छ यो चाहिँ हाम्रो टिमहरुको लागि हो स्पेशल दाइ हैन अनि यो चाहिँ अब हाम्रो यस्तो गाइस टिम भएर पुरा हैन गाइस यो चाहिँ हाम्रो यसको गाइस ल ठिक छ चल एकछिन रोक टीका छ कि छैन रातो टीका छ दाइ एक रातो टीका माथि निधारमा यस्तो धारी हानिहाल्न आज त बर्थडे हो नि यो 100K को सेलिब्रेसन भयो भने आज जन्मदिन जसरी मनाउनु पर्छ के यो यहाँ माथि टीका मुखभरि दल न र अबिर वडा अध्यक्षले जितेको जस्तो हुनु पर्यो अझै दल यो गालाभरि अलि यसो अबिर सबिर वडा अध्यक्ष सदस्य पोस्ट हानेको यताउति खालको हुनु पर्यो बुझिक नै बास यो त प्रथम पुरस्कार जितेको जस्तो भयो त यार यो त चल ठिक छ चल अब बधाई छ रोक एउटा सानो मन्तव्य दिन्छु म तँलाई है बधाई छ एउटा ट्युन बजाएर दिउँ के ओके ल नआस्नु है राम्रो कुरा भन्दैछु म सब्सक्राइबर फलो कम्प्लिट भएकोमा 100K फलो कम्प्लिट भएकोमा मेरो भाइलाई एकदमै कङ्ग्रेचुलेसन्स छ मेरो भाइ एकदम अझै प्रगति गर्दै जानु अझै राम्रो कुराहरू गर्दै जानु आजको यो 100K को सेलिब्रेसन एकदम रमाइलो तरिकाले जाओस् मेरो भाइलाई एकदम माया छ ल मेरो भाइलाई टाढैबाट भए पनि रगतको नाता नभए पनि 100K पुगाइस् एकदम ठुलो मान्छे नसोच्नु कहिले पनि आफूलाई जहिले पनि डाउन टु अर्थ भएर हिँड्नु जहिले पनि एटिट्युड आउला इगो आउला अलिकति डाउन टु अर्थ भएर हिँड्नु मेरो भाइ यो 100K मात्रै फलोअर्स हो तेरो आगामी दिनमा 1 मिलियन पुगोस् 10 मिलियन 1 मिलियन जनाले झेलुन् तँलाई भाइ एकदम तँलाई एकदमै शुभकामना छ मेरो भाइ यति नै भन्न चाहन्छु मेरो भाइको लागि यही नै छ रगतको नाता नभए पनि टुल्लु बेबी जस्तो भाइ पाएको छु तनै होस् नि मेरो क्युटी भाइ जहिले पनि मेरो आफ्नो भाइ नभए पनि रगतको भाइ नभए पनि होइन यार आज एकदम हुँदैन आज मलाई अचानक मेरो पहिलाको एउटा भाइको याद आयो कि अचानक मलाई एकजना मेरो भाइ थियो त्यसको याद आयो
छोड्दै भाइ चस्मा न केही छैन आज 100K पुगाएको छ मेरो भाइले यो वडा अध्यक्षले जितेको जसो गरेर आफ्नो मुगालामा अबिर सबीर दलेको छस् ओहो यस्तो खुसी सधैँ देख्न पाऊँ मेरो भाइलाई आज 100K फलोअरले तँलाई झेलेका छन् आगामी दिनमा 1 मिलियन फलोअरले पनि झेल्न सकुन् मेरो भाइलाई अझै उत्तरो प्रगतिको कामना छ उत्तरो प्रगतिको एकदम कङ्ग्रेचुलेसन भनौ या जिरो ठ्याक्कै कस्तो भेट भएको ठुलो भाइको 100K पुगेकोमा मैले जेरी लिएर आएको आज तँलाई त्यही खुवाउन लागेको यहीँ पो हो लाइभमा ल बधाई छ भाइ बधाई छ अब दुईजना भाइ मिलेर दिदीको पनि बनाउनु पर्यो यहाँ माथि राख्न के हो त्यो यतिकै राख्न माथिपट्टि के हो त्यो भनेको यो जेरी अन टप के हो भाइ मेरो चस्मा लाएर यो हैन ठीक छ लेडी चस्मा यता सुन बाबु तेरो प्रगतिमा पनि एकदमै खुसी छौ हामीहरु बुझिनस् ल भन भाइ तिमीले केक काटेर आफू मात्र खायौ हो न मलाई दिएनौ मैले यहाँ ल्याछु पुरै लाउ तिमीलाई जेरी देऊ यसलाई बिस्तारी गरे बाबु मच्छर चिर्ला रोक हामी दुईजनाले तेरो लागि एउटा भिडियो रेडी गरेका छौं है ल यता पछाडी यो जेरी त चुप लाग यो दुई लाइन मेरो टुल्लु भाइको लागि सधैँ प्रगति गर्दै जानु मेरो भाइ सधैँ राम्रो गर्दै जानु मेरो भाइ अहिले टिकटकमा 100K पुगेको छ भोलिको दिनमा युट्युबमा 100K पुगाउनु मेरो भाइ इन्स्टामा पनि 100K पुगाउनु मेरो भाइ फेसबुकमा पनि 100K पुगाउनु मेरो भाइ अहिले सानो सानो चारैतिरका मान्छेले नचिने होला नि कसैले पनि तर आगामी दिनहरुमा पुरा विश्वले चिनुन् मेरो भाइलाई मेरो भाइ आज यो वडा अध्यक्षको तरिकाले अबिर लागेको छौ मेरो भाइ यति ठुलो होस् कि मेरो भाइले मेयर पद पनि पड्काओस् दाङको मेयर पद पनि पड्काओस् मेरो भाइले यही नै छ मेरो भाइको लागि सानो आफ्नो कङ्ग्रेचुलेसन्सको स्पिच है मेरो भाइ चाँडै नै भेटौँला भेटेर टिकटक बनाउनु पर्छ मेरो भाइलाई लाग्यो ल मेरो भाइ राम्रोसँग बस्नु मलाई त के फिलाइरहेको तैँले यस्तो गर्ने बित्तिकै अब मैले गरिबको छोरी भेटे भन्छस् कि भनेर नाइ त्यस्तो नमान ल ओके छ त मेरो भाइ केक सेक काट्ने हो कि के गर्ने हो प्लानिङ छ अब यस्तो प्लानिङ चाहिँ पुरै पहिले अघि भिडियो बनाउँदा काटेको होला यहाँनिर नाम चाहिँ कुल ग्याङ लभ यु टु लेखेको छु मैले खै क्यामेरा पछाडितिर फर्काउन आउँछ नाइ पछाडितिर त आन्न यहाँनिर चाहिँ फर्काउन त पछाडि सिकाइदिनु पर्यो नि त खै त्यो के खस्नै थालिसक्यो यार डेरेको 100 माया छ मेरो भाइलाई अब केक काटौँ यो खस्ला है मेरो मुखमा खसाउलाई अब काट त्यहाँ यतापट्टि कुर्ची सुर्ची राखेर केक काट हामी पनि त गर्नु पर्यो केही अब यो केक चाहिँ पहिला दिदीलाई हुन्छ त्यसपछि बल्ल दाइलाई हुन्छ कि चल ल दिदीलाई खेल लेडिज फर्स्ट लाउनु दिदीलाई पहिला सुरुमा भयो ल त्यो खाइदे आफै खा मुखमा कोचा आफै अहिले खाने आफै खा गुड थ्याङ्क यू ल साइडमा राख थ्याङ्क यू ल तेरो पालो आइज तेरो पालो टीका सिका लाउनु पर्ने के छ टीका छ अब टीका चाहिँ छ है टीका लगाइदिहाल्यो थाप निधार खाप्छ नै लागे बोलो ए बाबु टीका पनि लगाइदिसके चल बस के खाऊ अब तोरे के खाम पर्यो नाच्नु पर्छ उकिनु होला है केही वडा अध्यक्ष जित्यो कि मेयर सेयर पद पड्कायो कि नेतै बन्यो कि भन्ने सोच्नु होला मेरो भाइ केही होइन छातीमा ह्याप्पी बर्थडेको लगाएको छ आज बर्थडे पनि होइन यो चाहिँ उसको 100K फलोअर्सको खुसियाली मनाइरहेको है त्यो हावादारीको कुरा सोच्नु होला नि फेरि ल बस मेरो भाइ ल अब दाइको लागि ल्याउनु दाइको लागि हल्का खाऊ है थोरै ल दाइले चाहिँ हल्का थोरा चुवा दाइको लागि भयो गयो गुटका देखियो मुखमा मेरो लगालिउ चाहिँ ल ठिक छ
सधैँ खुसी रहनु मेरो भाइ, सधैँ उत्तर उत्तर प्रगति भइराखोस् मेरो भाइको। यस्तै नै हाँसेको देख्न पाऊँ। आज 100K जना पुगेको छन्, भोलि 200K, 300K, 500K जना पुगुन्। सबै माया गरेर राखुन् मेरो भाइको लागि। र भाइले गर्लफ्रेन्ड त राम्ररी पाइसकेको छ, मैले थाहा पाइसकेँ। अस्ति बसको भिडियो देखिसकेँ मैले तेरो। होइन त बसमा गएको थिएँ दाइ, कसले भिडियो बनाइदिइसकेको रहेछ के आइरहेको थियो होला। अनि होइन होइन नाचौँ न त अब के हो भाइ? एउटा पल्टनबाट त जानुपर्ने हुन्छ आज यार। एकछिन पखे आफै थोलो आफै खाप्छु भित्र हाली। यता मान्छेहरूलाई अडियन्स यत्रो जनाले हेरिरहेको छ, अरूलाई दिने कहिला पनि सबैलाई थोरै खिलाए त अडियन्सहरूलाई पनि। सबैजनाको धेरै रातदेखि दिन्छु गाइज। सबै अडिसनहरूको लागि पनि छ स्पेसल होइन। हाम्रो यो चाहिँ कुल ग्याङको लागि हो है स्पेसल। सबैलाई भइसक्यो खा। ठिक छ ल बस। अब पल्टनबाटमा जानै पर्ला जस्तो छ। आज डान्स चाहिँ जान्छ दुईजना, यो कुल ग्याङ फ्यामिली र टिम माया गर्नेहरूलाई सबैजनालाई। ओके, सबैजना घर घरबाट हेरिराख्नु भएको छ भने आज एकछिन पल्टनबाट हाम्रो टुल्लु बेबीको लागि भयो पल्टनबाट यार। अरूहरूलाई सम्झेर यार ल बजाइदिनु गाना बजाइदिनु ल बजाऊ। मजा सिका त मलाई सिका त पक्ल पहिला सिक पहिला म सिक्छु रोक। like muscle. त्यतिकै रेडी पार्नु। अहिले सुरु गर्ने होइन, अहिले सुरु गर्ने रे। पहिला सुरु यस्तो गर्ने, अगाडिको एउटा खुट्टा यता अनि यस्तो गरेर ठोक्ने। 1 1 2 3 अनि एकचोटि पानी छम्के यस्तो पल्टन बा यता यो खुट्टा यता हेर्नु पर्यो। बाट छिट्टै आउँछ तिमी बिना मनले कामन छ मनले कामन छ। कस्तो रे फर्स्ट 1 2 3 पल्टन बाट छिट्टो अलिअलि आफ्नो हिसाब पनि हुन्छ। ल अलिअलि चल भइया छ। ल बाबु यो को यो बनाइदिनु भएको थियो कसले? तैँले यो जेनजी आन्दोलनमा चोर्नु त चोराएन नि लुगा सुगा? होइन ल जेरी अन टप त्यही भएर म खाइरहेको छु कि जेरी लड्छ। चल ओके ठिक छ। बधाई छ सम्पूर्णलाई। ओके थ्याङ्क यू सो मच। मेरो भाइलाई पनि कुकिङलाई सम्झेर एउटा केक भए पनि ल्याइदिएको छ। माया छ मेरो भाइलाई, माया छ। यो त आर्मी र यतापट्टितिर चाहिँ कुन हुन्छ यो? तिम्रो तेरो लागि कुरेर बसिरहेको जस्तो गरेर बस्नु भएको छ त उहाँ त। यसो खबर सबर लिहाल, यसो अलिकति गरिहाल, यसरी पुऱ्याउनु हुँदैन। ल ह्यापी बर्थडे। ल ह्यापी बर्थडे टु यु। जान्छु म आज। उहाँ तँलाई कङ्ग्रेचुलेसन भन्नु मात्रै। लगाउने एक म्याच। अघि त कोसँग थिइस्? अघि त कोसँग थिइस्? अघि न ईसाजीसँग। ठिक छ। जित्या त्यही पनि जिती। ठिक छ। अस्ति न हारेको थिएँ। आइकसको हो। अस्ति न आज दाइले चाहिँ हराउन सकिन गाइस। म अहिले जान्छु रोक। एक गेम भाइको लागि। फेरि तनावै हुन्छ। एक गेम भाइको लागि एक गेम त हुनु पर्यो नि। हारी भने पुरै मुखभरि यति रातो त लाग्छ नि, पुरै मुखभरि रातो लाउनु पर्यो। चुनाव दिशा जित्यो जसरी है, पुरै मुखभरि हुन्छ। त्यसपछि त्यहाँ लाइभमा
त्यसरी नै बस्नु पर्यो आज, किनकि 100K सेलिब्रेसन हो नि त मेरो भाइको। वाइल्ड त हुनु पर्यो, वाइल्डै हुनु पर्यो क्या आज। के केक सेक आज बबाले हुन्छ आज पुरै दिनु पर्यो गाइस हामीले पनि यार के हो। यता सुन, अब 100K पुगेको छ, भोलिको दिनमा 150K 200K पुग्ला 300K पुग्ला, तैँले मलाई बिर्सिने त होइन है? नाइ बिर्सिन्न, कहाँ बिर्सिम्ला र दाइलाई। जब त खतरनाक क्रिकेटर बन्छ, जब ठुलो हुन्छ मलाई चाहिँ बिर्सिने जस्तो लाग्यो कि को त्यो कुलबाई हटाउ त्यसलाई, कुलबाईले को यो कहाँबाट आयो भन्ने त हुँदैन नि मेरो भाइ। भन्दैछु है, मलाई चाहिँ सम्झिनु, मलाई कहिले पनि नबिर्सिनु, तर मेरो सराप लाग्छ नि भन्दैछु। बिर्सिनु हो दाइलाई। भन्दैछ अरे भन्दैछ बिर्सिन्छु भन्दाखेरि बिर्सिन्न, किन बिर्सिला र। ल आज 100K पुगेको छ, भोलिको दिनमा अझै राम्रो राम्रो हुँदै जाओस्, बल बल गर्छ। म त वेटमा छु कि, म टुल्लु र CR7 हो र दाइको एउटै भिडियो आयो भने के होला हालत टिकटकमा। पुरा मार्केटिङ खाइन्छ फेरि उयो होइन दाइ, मार्केटिङ खाइन्छ फेरि। हजुर दाइ, रक्सी सक्सी केही त खाँदैन नि? नाइ कहाँ खाने, के गुटका सुटका के? नाइ त्यस्तो चल्दैन, खानु हुँदैन है केही पनि अहिले उसमा। बिगार्न आउलान्, कोही के गर्लान्, कोही के खिलाइदेलान्, कोही के गर्लान्, त्यो ठिक हुँदैन। घरमा बस्ने टक्क अब राम्रो राम्रो भिडियो हाल्ने, यताउति गर्ने, त्यो खाने होइन यताउति गर्ने, यताउति गर्ने नगर्नु। मैले थाहा पाएँ दिन, बुझ्यो कि नै? थाहा पाएकै दिन यत्रा मोटा लौरा लिएर आउँछु, यत्रा मोटा, बुझ्यो कि नै? सबै बाटा भाँच्ने म फेरि, सबै बाटा भाँच्ने। अब यस्तो प्लानिङ के भएको छ भने चाहिँ अब CR7 दाइले तपाईँले मैले चाहिँ अब एकचोटि भेट्ने प्लानिङ भइरहेको। भेट्ने त भेट्ने हो कि, तर त सुर्ती च्याप्चे भनेर भन्दैछन् च्याटभरि। यस्तो गर त। ए ठिक छ ठिक छ, पछि च्याप्चे होला लाइभ सिधाएर होइन, पोस्टिङमा लाग्छ यहाँ, लाइभ सिधाएर होला गाइस, पोस्टिङमा दिउँ न अलिअलि। के उठ्छ अब पोस्टिङमा गाइस, के हो खान्छ भन त। थ्याङ्क यू गाइज। खान्छ अरे, भोला खान्छ अरे होइन, छोडिदेऊ अहिले। तर मेरो अगाडि कहिले खाइ भने नि, मेरो अगाडि खाए बेला म केही पनि भन्दैन, बुझ्यो कि नै? म बोल्नै छोडिदिन्छु। मेरो आँसुका सराप लाग्छ नि तँलाई हेरेर, आँसु झर्छन् नि जब मेरो आँखाबाट, मेरो आँसुका सराप। केही खाइ भने त्यस्तो कुराहरू, तर लुकेर होइन भयो, छोडिदेऊ। धेरै पछि भेट भयो अरे, आफूले खाएको चाहिँ रे। म त बुढो भइसकेँ नि त, म त 28 29 पुगिसकेँ, बुढो मान्छे भइसकेँ। भन्छ त भाइ, त यस्तो खोज्ने सोच्ने भन्दा बिहे गर्ने उमेर भइसक्यो नि त, मेरो बुढो भइसक्यो म। अब 2-3 वर्षमा त मेरो अब छोडिदेऊ न। थ्याङ्क यू। अबिर लिएर रेडी भएर आज म भएको भए आज 100K पुगेको दिनमा मैले के गरेको थिएँ भन्न? मैले खुसी भएर मान्छे पिट्दिएको थिएँ लाइभमै, बुझिनै? आज अलिकति वाइल्ड हुनु पर्यो क्या। 100K पुगेको छ, अलिकति मुखसुक रातो बबाल त हुनु पर्यो नि, चुनाव सुनाव जित्या जस्तो गरेर मसाल जुलुस निस्किनु पर्थ्यो क्या आज त दाङमा। हजुर कत्रा हजुर हाने तैँले त हजुर रे। ओहो, यो त फोन गर्दाखेरि उता कल सेन्टरमा बोल्छ नि, के छ मेरो ब्यालेन्स आइरहेको थिएन भन्दाखेरि हजुर एकचोटि खाए हजुर नाइ के हेलो टुल्लुजी हजुर मारे त कस्तो हजुर ओ माय गॉड यो भाइ त हेलो टुल्लुजी हजुर ओए मिठो है सुरिलो है मार्यो मार्यो उनीहरूले टुल्लुजी सुन्दै हुनुहुन्छ? हजुर हजुर कस्तो मिठो हजुर हान्नु भयो त हजुरले। हजुर कस्तो मनै छ नि भित्रै घोचो। टुल्लुजी हजुर
अनि भयो चल म तँलाई गरेर आएको थिएँ डिस्ट्र्याक्ट गरेर आएको थिएँ बुझ्यो कि नै एकदम जितिहाल्थी तेरो पावर आज पनि खतरा छ चल मुख बढी अबिर लगा आज तेरो कङ्ग्रेचुलेसन्स आज तेरो बर्थडे भन्दा पनि ठुलो दिन हो मम्मीहरूलाई केक सेक दिकिदिने दिया सुति जानुभयो मम्मीहरू त ढोका लगाएर मम्मीहरूलाई कोही बोलायो कि नै आज 100K पुगेछ भनेर बोलायाम लगेर गएको थिएँ उहाँ पनि बाजी पनि केटाहरूले खाइहाल्नु होइन केक सेक काटिन दिनु सबलाई ल ल ल है हस् हस् तेरो बर्थडे कहिले हो बर्थडे त गइसक्यो मेरो अस्ति नै ल ल चल चल ठिक छ राम्रोसँग अहिले लाइभमा लगा के अबिर अबिर फुल मुखभरि हुनु पर्यो होलिका जसरी आज त बबाले हो त लगाउनै पर्यो पुरा मुखभरि यो जानु पर्यो यो कस्तो उतापट्टि फर्केर लगाएर आइज यस्तो गरेर हातमा दलेर यो गरेर पुरै मुखै रातो बनाएर आउनु पर्यो आज त जितेको आज त 100K उतापट्टि गरेर आइज अहिले नदेखा उतापट्टि गरेर आइज ल ल ल फुल मुखभरि दलेर आउनु पर्यो आज हो कि च्याट 100K फलोअर्स कम्प्लिट भएको छ आज हुन्छ कि नो नलेख कहिले कहिले रमाइलो पनि जरुरी छ बुझेन रमाइलो पनि नराम्रो लागिरह होला हजुरलाई तर दिस इज सेलिब्रेसन यु नो दिस इज सेलिब्रेसन भइसक्यो बाबु मारी त बाबु हो यो हो के लुक्स ठिक छ चल आज 100K पुगेको छ 100K को एकदम मेरो भाइलाई शुभकामना विशेष शुभकामना मस्ट लभ छ मेरो भाइ यो कलर जान्छ कि जाँदैन हजुर कलर जान्छ कि जाँदैन किन नजाने गइहाल्छ गएपछि सिमरी हो पक एकजनालाई बोलाउँछु अझै म CR7 होरलाई बोलाउन CR7 होर दाइले CR7 होर दाइले बोलाउँ आज बबाले